नमस्कार, मेरो नाम विराज ओली। आज यो भिडियो चाहिँ म के सिकाउन चाहन्छु भनेपछि मेसेन्जरमा आएको मेसेजहरू कसरी लुकाउने, आइडीलाई कसरी लुकाएर त्यहाँ मेसेज रहेको देखाउने है त। अब कुनै गर्लफ्रेन्डलाई भेट्न जाँदा चाहिँ मेसेज आउँदा नि गर्लफ्रेन्ड बोयफ्रेन्ड भेट्न जाँदा मेसेज आएर नि मेसेन्जरको सिधै बाहिर नदेखाउने तर भित्र देखाउने तरिका सिकाउन जाँदैछु। पहिला चाहिँ यो मेरो आइडीलाई सब्सक्राइब गरिदिनु होला अनि एक लाइक एउटा कमेन्ट छोडिदिनु होला। अब सुरु गरौँ मेसेन्जरको साथीहरू लुकाउने है त। यहाँ गयो, पहिला मेसेन्जरमा गयो अनि यहाँनिर गयो अनि अब यो मेसेज छ अनि यो मेसेजलाई चाहिँ यो गर्लफ्रेन्डलाई चाहिँ अब भेट्न जाँदा यस्तो पाऱ्यो अनि यो लुकाउन चाहन्छौ भने चाहिँ अब यसलाई चाहिँ यसरी पार्यो अनि यो तल रिस्टेड भन्ने छ, यसमा थिच्यो अनि चाहिँ यो हराउँछ। अनि त्यसले गरेको सबै मेसेजहरू चाहिँ अब यहाँ सिधै बाहिर आउँदैन। यहाँ चाहिँ अब अरूसँग च्याट गर्यो मजाले अनि त्यसलाई बाहिर तान्नको लागि अनि यहाँ गयो, यो 3 तारिकमा गयो अनि माथि सेटिङ भन्ने अप्सन छ, यो सेटिङ यसमा थिच्यो। म चाहिँ सेटिङमा गयो अनि इन्स्टल गर्यो अनि बिस्तारै तलतिर अनि यो प्राइभेसी सेफ्टी भन्ने छ, यसमा यो प्राइभेसी सेफ्टीमा चाहिँ थिच्नुहोस् अनि अलि तलतिर हेर्न सक्नुहुन्छ रिस्टेड अकाउन्ट भन्ने छ, यसमा चाहिँ यो रिस्टेड अकाउन्टमा चाहिँ थिच्नुहोस् अनि यसमा रहेको छ अघिको मैले रिस्टेड गरेको आइडीभरि यसमा रहेको छन्। अघि गरेको चाहिँ यो हो गाइज। अनि यसलाई चाहिँ यहाँ रहेको छ। अब यसलाई बाहिर तान्नको लागि अब पुरा गरिसकेपछि अब यसलाई पुरा गर्नको लागि अब सुरु गर्नको लागि अब कन्टिन्यूमा क्लिक गर्नुहोस् अनि थिच्यो। यहाँ देखाइरहेको छ अब अघि कुरा गरेको चाहिँ देखाइरहेको छ। अब यसमा बाहिर तान्नको लागि चाहिँ यसमा अनलिस्टेड गर्न सक्नुहुन्छ, तर यसमै रहन दिनको लागि उतादेखिको एसएमएसहरू सबै आउँछ, यहाँदेखि हेर्न मिल्छ, तर आफूले गर्न मिल्दैन बाहिर नतान्नुन्जेल। अनि बाहिर तान्नको लागि चाहिँ